ठोकाएर खाऊँ न त मेरो त अर्को हुन्छ होला नि यो चाहिँ पुग्यो खाजा खाने बेला भयो हाम्रो यक्सी ओके आफ्टर सो लङ टाइम म चाहिँ गाउँको ब्लग लिएर आएको छु। आज चाहिँ हामी मम्मी र म माथिको बारीमा जौँ टिप्नु जाँदैछौँ। थुन्से बोकेको छु मैले। मम्मी चाहिँ मल्टिटास्किङ हुनुहुन्छ, काम गर्दै पनि हुनुहुन्छ। अनि म चाहिँ एफएम सुन्दै जाँदैछु। कुन एफएम हो यो? यो एफएममा म चाहिँ गीत सुन्दै जाँदैछु। अनि सो आज दिनभरि हामी जौँ नै टिप्छौँ होला। के अरे यो गाउँको नाम मम्मी? बक्चार। बक्चार यो चाहिँ बिलास सरको गाउँ हो। यो देखिराखेको घर नै बिलास सरको घर हो। हाम्रो बारी चाहिँ माथि छ रे, त्यही भएर माथि जाँदैछौँ। खास मलाई पनि थाहा छैन कहाँ छ भनेर। हामी चाहिँ जौँ टिप्ने मेलोमा पुगिसकेको छौँ र जौँ टिप्न सुरु पनि गऱ्यौँ। आज जौँ टिप्न चाहिँ म, मम्मी अनि जेठानी दिदी हुनुहुन्छ। हामी तीनजनाले आज 3 घडा जति छ आजको मेलो अनि सक्छौँ होला। सो हामीले जौँ टिप्न पनि सुरु गऱ्यौँ। अनि जौँ टिप्दा चाहिँ दिनभरि हामीले सुख दुःखका गफहरू गऱ्यौँ। अनि यता नाम्लुङतिरको र उता हाम्रो मेरो माइतीतिरको संस्कारहरू कस्तो छ त्यो कुराहरू पनि एकअर्कासँग सेयर गऱ्यौँ। अनि मम्मीहरूले चाहिँ सुख दुःखका गफ गर्नुभयो। म चाहिँ नाचिरिङ भाषा बुझ्दिनँ तर अलिअलि भाव चाहिँ बुझेँ। निकै गर्मी छ। अब हामी एकछिन चाहिँ पानीहरू पिउने ब्रेकमा छौँ है। हुन्छ ओल्नु हो। मम्मी के खानु नि? हजुर के खानु नि? खानु पर्ने होइन के खानु हुने भनेको? चियर्स गरौँ न त, एकताल ठोकाउँ न त। ल ठोकाउँ खै म त खाइछु के को के ल। यो माथि माथिको निगार हो कि दिदी? यो कस्तो हो? हजुर निगार हो कि जाँड छान्नु भएको? यो छानेको छानेको खाजा खाने बेला भयो हाम्रो। यक्सी यक्सी करेलालाई के भन्नुहुन्छ? करेला नै। अनि पुस्तकारी यो त के पनि? सिम्बली सिमल तरुल सिम्बली। छिटो देखा दिदीले रोटी पनि ल्याउनु भएको रहेछ, रोटी र अचार। ओके अब हामी खाजा खाँदैछौँ। के को अचार हो दिदी त्यो? धनिया मिसेको हुन्छ नि, धनियाको धनियाको अचार पिसेर ल्याउनु भएको रहेछ। निकै मिठो छ जस्तो छ। 간지. 얘가 더 깔아 하면 나.
मेरो त अर्को हुन्छ हुन्छ होला नि देखिँदैन ए तेलमेले नभए हामी जिम क्या मलाई मौके दुख्थ्यो यो चाहिँ चामलको रहेछ कस्तो छ गुलियो छ गुलियो चिपिएको रहेछ यो चाहिँ कोरा नकोरा मिठो लाग्दैन गुलियो भएर मात्र खायो यो चाहिँ गुलियो खानु मम्मी टेस्ट गरेपछि त राख्नु हुँदैन खानु यसमा हाम्रो सिक्किम मिठो छ मिठो छ मोबाइलमा पनि हाम्रो मम्मीलाई मानो घाँस फेरि हेप भन्छन् हजुर छेलो बुहारीहरूले छेलो भन्छ राम्रो कतिले राम्रै हुन्छ माइला राम्रो नि हाम्रो माइला मम्मी जस्तो हुन्छ सबै अनि मम्मी जस्तै पो निस्क्यो होइन नन्दहरू पनि होइन बाबा जस्तो अनुहारको हुनुहुन्छ मलाई त्यस्तो लाग्यो कान्छी र मायालाई चाहिँ एकै अनुहार जस्तो लाग्यो अस्ति मैले उसलाई यसो हेर्छु उस्तै रहेछ आमा छ कस्तो मम्मी जस्तो अनुहारको तपाईँ भनेको त मम्मी जस्तो कि बाबा जस्तो अनुहारको राम्रो रे हँसाउनु भएर मम्मी जस्तो भनेको मक्कै परेन बाबु जस्तै होला खाजा खाइसकिसकेपछि फेरि हामी जौँ नै टिप्नतर्फ लाग्यौँ अनि हामीले बाँकी रहेको जौँ टिपिसकिसकेपछि चाहिँ यो साझी भएको कारणले मम्मी र दिदीले भारी भाग लाउनु भयो अनि त्यसपछि हामी घरतिर लाग्यौँ मम्मी चाहिँ बाटोमा हिँड्दा पनि अनि त्यसपछि चौतारोमा बिसाउँदा पनि यो अल्लोबाट धागो काते हुनुहुन्थ्यो अनि यहाँबाट चाहिँ यो वैशाखको पूर्णेभन्दा अगाडि चाहिँ यो अल्लोबाट चाहिँ भाङ्रा बुनिसक्नु पर्छ अरे त्यसपछि चाहिँ बुन्नु मिल्दैन अरे पूर्णेपछि त्यही भएर हतारको लागि पुरै धागो काट्दै हिँड्दै हुनुहुन्छ सो पहिलाको मान्छेहरूलाई कति धेरै सिप भएको है सो आजको दिन यस्तै भयो फेरि अर्को अर्ग्यानिक भिडियो लिएर म चाँडै आउँदैछु है।